अध्यक्ष हो आफ्नो अगाडिमा बस अध्यक्ष फाल्टो भुसार विचार गर अरू कुरो ल्याउँथ्यो यार हिसाब लागि त क्षमा माग्दा छौँ अध्यक्षलाई महासचिवलाई कोषाध्यक्षलाई नआइसके कहीँ जानु नआइसके रुपियाँ नआए भए आफू उडीबाट जान सहयोग कसैले नआइ गर्यो खगेन मेरो घरमा ब्याबाट टोयलेटमा सफा गर्न पठाइदिन्थ्यो याद गर यहाँ त सामूहिक नआइ गरे कहल दियो न कहाँ गर्दा जिताए भोलि कहीँ हामीले खर्च हामीले गरे यार 1 रुपियाँ दिएको छैन अनि तेरो घरको के गरिरहेको छ यार मेरो घरको पानीको कुरो गर्छ यार के बनायो तैँले हात लगायो भने नराम्रो भिडियो तपाईँ सहित फाल्टो विचार गर्नु हो भने आउने मुलै बोल्ला छौ नडाट्यो भने तपाईँ डाट्ने कसले तपाईँले मात्रै पढ्नु भयो होला विधान अरूले त हामीले हेरेकै छैन विधान भन्ने हामीलाई थाहै छैन अध्यक्षलाई वरिष्ठले डाट्ने भन्ने खान्छ कहीँ अनि अध्यक्षलाई अनि कहिले डाट्ने हो अनि अध्यक्ष भने वरिष्ठलाई त त्यो भन्ने हो कुरो गर्छ अध्यक्ष होला आफ्नो ठाउँमा त्यस्तो कुरा नगर्नुहोस् कि हामीसँग तर शब्द तपाईँले सुचाउनु पर्यो व्यापारीहरूको हकहितको लागि कुनै काम गरिरहेको छैन त्यही भएर एकदमै हजुरले पनि तिमी दुःख मान्नु पाएन होइन दुःख मानेर काम पनि छैन के भन्नु पद बनाएको कुरो सुन्ने कुरो हो हजुरले तिमी दुःख हाम्रो कुरा सुन्नुहोस् अनि भन्नुहोस् तपाईँ आफ्नो कुरा अरे बाबा बरु त्यो भन्न मिल्यो होइन प्रक्रिया त्यो तपाईँले गोरु सोरु खोजेर हलो तयार गऱ्यो भने जोत्छ भने हाम्रो जोत्ते काम भयो होइन तपाईँले जोत्नु भयो केही कुरा सुन्नु पर्यो सुन्नु छैन केही छैन हावा तालमा यस्तो गर्ने रूपाय भने यस्तो भन्ने शब्द प्रयोग गर्नुहोस् हामी भन्ने शब्द प्रयोग गर्नुहोस् म तपाईँले मलाई सिकाउनु पर्यो तपाईँले सिकाउनु पर्यो तपाईँ कमिटीभित्र तपाईँ धुवा गड्डा ल्यायो भन्ने 60वटा बैठकमा आयो